हेलो ब्युटिफुल पिपल, दर्शक नमस्ते अनि ल्यास फ्याफुल्ला। आशा गर्छु तपाईहरु सन्चै हुनुहुन्छ होला। भनी सन्चै छु हैन। आज चाहिँ तपाईहरुलाई म मेरो एउटा खुसीको खबर सुनाउन चाहन्छु। फाइनली हैन, हामीले चाहिँ नयाँ फ्ल्याट पाएको छौं हैन। नयाँ फ्ल्याट पाएको छौं। बसलाई चाहिँ यही 2-3 दिन भयो बसले हामीलाई नयाँ फ्ल्याट दिनु भएको हैन। पुरानोमा चाहिँ अलि मान्छे धेरै भएर कुराकानी मिलेन। कुराकानी मिलेन भन्नाले पनि त्यहाँ ठिकै थियो, तर अलिकति हामीलाई डिस्टर्बेन्स भयो हैन। त्यो भएर चाहिँ हामीले कुरा गरेर हामीले 4 जनाको लागि चाहिँ मिले फ्ल्याट दिएको छौं। एउटा भाइ चाहिँ हाम्रो अब नेपालबाट आउँदै छ। त्यसपछि उसले नयाँ फ्ल्याट पाउँछ भनेर भन्दै थियो। त्यसपछि उसले आएपछि ऊ चाहिँ हामीसँग बस्न पाउँछ भन्दै थियो। फ्ल्याटमा चाहिँ हामी आइसकेको छौं हैन। बाइ द वे त्यतैतिरको यो लोकेसन हो। म चाहिँ आज छिटै कामबाट आएको थिएँ हैन। आएको थिएँ भन्नाले नि आएको छु हैन। अनि अहिले चाहिँ यहाँको लगभग 9:15 भइसक्यो। हेर्नुस् ल तपाईहरु, 9:15 हुँदा पनि यस्तो उज्यालो छ यहाँ लगभग 9:30। अब पछि त 10 साढे 10 बजेसम्म पनि हुन्छ भनेर चाहिँ सुनेको थिएँ। तर अहिले चाहिँ 9, 9:15, 9:30 सम्म, 9:30 चाहिँ अँध्यारो हुन्छ, 9:15 बजेसम्म चाहिँ अलिअलि उज्यालो नै हुन्छ हैन। ल अब ढिला नगरी लेट्स ब्याक टु द भिडियो सुरु गर्नुभन्दा पहिले चाहिँ हैन, यस्तो छोटो मिठो कुरा गरेर अनि यहाँको इन्फर्मेसन दिन्छु म। त्यही भएर चाहिँ प्लिज साथीहरू, नयाँ हुने जतिले मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, मलाई सपोर्ट गरिदिनु होला हैन। छिटो प्लिज 1K मलाई 1K पुगाइदिनुलाई मलाई हेल्प गरिदिनु होला हैन। तपाईले हेल्प त्यति गर्दैछ मलाई ठुलो अब तपाईहरुको उपकार हुनेछ। सो साथीहरू प्लिज मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु हैन। रोमानिया के को लागि आउने र के को लागि नआउने, अब यस्तो कुरा मैले भन्नै जाँदाखेरि धेरै साथीहरू अफेन्ड पनि हुनुहुन्छ होला, के हुनेछन् होला हैन, हुनुहुन्छ होला। अनि धेरै साथीहरूले अब मलाई कमेन्टमा गाली पनि गर्ने होला हैन। तँ चाहिँ गइस, अब तँ चाहिँ यस्तो भन्दैछस् भन्ने खालको कुरा पनि गर्छन् होला हैन। त्यसको पनि आफ्नो रिजन हुन्छ हैन। हजुरलाई चाहिँ म बाइ द वे यहाँ आएर चाहिँ यो तपाईलाई भिडियो बनाउनुको कारण चाहिँ के भन्दा म तपाईहरुलाई एउटा चीज देखाउन चाहन्थे कि पहिला त्यो देखाउँछु हैन। त्यसपछि चाहिँ तपाईहरु अनि म तपाईहरुलाई त्यो कुरा भन्छु है। ल हेर्नुस् है, सनसेट हेर्नुस्, यहाँ यस्तो बबाल सनसेट देख्छ नि। यहाँ चाहिँ म आफ्नो फ्ल्याट भन्दा पनि अगाडि आएर चाहिँ यहाँ यो पहाडमा दामी सनसेट भइरहेको हुन्छ हैन। अब मेरो फ्ल्याटतिर फेरि जाउँ। अब दोस्रो कुरा के हो भन्दाखेरि के को लागि आउने के को लागि नआउने। यदि तपाईहरु हैन यहाँ आएर चेन्जिङ कन्ट्री मात्र छिरेर यो कन्ट्री छिरेर तपाईँ यदि अर्को कन्ट्री गएर चाहिँ राम्रो कमाइ गर्न चाहनुहुन्छ भने हैन आउनुस्। तर यहीँ आएर चाहिँ सेटल हुन्छु, लाइफ चेन्ज हुन्छ, यस्तो हुन्छ उस्तो हुन्छ भनेर चाहिँ त्यस्तो सोचेर आउनुहुन्छ भने चाहिँ नआउनुस् प्लिज। खास गरी म हैन मेरो गल्फमा बस्ने साथीहरूलाई, किनभने म पनि गल्फमै काम गरेको मान्छे हुँ हैन। त्यहाँको सिस्टमहरू त्यहाँको उयोहरू मलाई थाहा छ हैन। त्यही भएर खास गरी गल्फको मान्छेलाई पनि नेपालको मान्छेलाई पनि है म यो कुरा भन्न चाहन्छु। किन पक्नुस् हैन, म रिजन पनि भन्दा जाँदैछु। किन भन्दाखेरि रोमानिया भनेको धनी चाहिँ धनी छ, नेपालभन्दा त धनीकै हो हैन। तर युरोपमा चाहिँ सबैभन्दा यो गरिब ठाउँमा पर्छ क्या हैन। यहाँ चाहिँ धेरै जस्तो तपाईँ यहाँ आएर देख्नुहुन्छ, तपाईँले यहाँ आएर थाहा पाउनुहुन्छ हैन। त्यो मैले भन्न खोजेको कुरा चाहिँ किन गरिब हो के हो भन्दाखेरि तपाईँ यहाँ आउनुभयो भने यहाँको तपाईँको कमाइ मिनिमम पनि 60, 70, 80 हजार चाहिँ मिनिमम त्यतिदेखि चाहिँ सुरु हुन्छ। अन्टिल हैन तपाईँसँग अब कुनै अब अब हुन्छ नि लाइक के भनौँ र, लाइक तपाईँसँग अब तपाईँसँग अब कुनै सिप छ भने चाहिँ तपाईँले 4,000-4,500 हैन अनि 5,000 पनि कमाउन सक्नुहुन्छ। नभएको होइन, मेरो पनि अब छ, राम्रै छ स्यालेरी हैन।
किनभने म पनि होटल के अरे इन्डस्ट्रीमा पहिले पनि गर्थेँ होइन, गल्फमा पनि गरेको मान्छे। पछि मैले सुसीमा पनि सिकेँ अनि आएँ। अब यहाँबाट खतरनाक कुकुर बसेछ, अब टोक्ने हो कि के गर्ने थाहा छैन मलाई। यहीँ हेर्नुहोस्, यसले त टोक्नु त नपर्ने हो, बस्न त चुप्प लाएर बसिरह, चुप्प लाएर जाउँ साथीहरू। धन्न अट्याक गरेन। मैले चाहिँ भन्न खोजेको कुरा के हो भन्दाखेरि, हेर्नु अब कति साथीहरू आउनुहुन्छ होइन, यहाँ त 1 लाख छ 1.5 लाख छ, एक्सपेक्टेसन हाई गरेर आउनुहुन्छ क्या। त्यस्तो एक्सपेक्टेसन लिएर नआउनुहोस् कि प्लिज। तपाईँको यदि त्यस्तो एक्सपेक्टेसन लिएर आउनुहुन्छ भने तपाईँहरूलाई पछि आएर यहाँ तपाईँको एक्सपेक्टेसन चाहिँ पुरा नहुनसक्छ होइन। त्यसको लागि चाहिँ आइएम सरी होइन, अहिलेदेखि नै। अब तपाईँसँग सिप छ, तपाईँ कुनै सिप सिकेर काम सिकेर आउनुहुन्छ भने ठिकै छ, त्यसमा चाहिँ पैसा छ होइन, छ, त्यो पनि तपाईँको लकको कुरा हो क्या, लकको कुरा हो। अब कति साथीहरू हस्पिटालिटीमा हाम्रो पनि यहाँ आउनु भएको छ। अब कसैलाई जम्मा 650 युरो, कसैलाई 700 छ, कसैलाई 800 छ। 800सम्म त कमाउनु सक्नुभयो भने ठिकै पनि हो होइन। खाएर त्यति खाएर तपाईँलाई कोठामा बसेर तपाईँको 800 बज्छ भने त तपाईँलाई नेपालको लगभग 1 लाख सायद माथि नै हुन्छ होला, 1,04,000 1,05,000 यस्तै। अब 1 लाखै मानौँ न, त्यति हुन्छ होइन। त्यही भएर चाहिँ धेरै साथीहरू यहाँ आउने, यहाँबाट चाहिँ स्पेन जानुपर्ने हुन्छ। अन्त एउटा कुरा अझै होइन, नेपालमा धेरै साथीहरूले सोच्नुहुन्छ यहाँ आयो, यहाँ आएपछि टिआरसी बन्छ, टिआरसी लिएर सेन्जिङ कन्ट्री हो, अर्को कन्ट्री जान पाउँछ, काम गर्न पाउँछ। तपाईँले काम गर्न पाउनुहुन्न। तपाईँले पाउने अधिकार भनेको चाहिँ टिआरसी पाएपछि अर्को देश जान पाउनुहुन्छ, तर के का लागि भन्दाखेरि भिजिट गर्नका लागि, घुम्नका लागि। त्यहाँ तपाईँले गएर यसरी लिगली काम गर्न पाउनुहुन्न होइन। त्यही भएर चाहिँ मैले अगाडि नै भनेको, यदि तपाईँहरूलाई उता सपोर्ट गर्ने मान्छे छ या कुनै स्पोन्सर तपाईँलाई दिने मान्छे छ, म काममा लगाइदिन्छु भन्ने मान्छे छ भने चाहिँ हुन्छ, होइन भने तपाईँ अब इलिगल स्पेन गएर इलिगल 2 वर्ष बसेर होइन अब काम गर्नु सक्नुहुन्छ भने पनि तपाईँको गाडी त इल्ली स्पेनमा बन्छ, त्यसपछिको फ्युचर बन्ने बेग्लै कुरा हो। यदि त्यसको लागि पनि तपाईँलाई अब त्यहाँ काम पाइँदैन हतपत होइन। तपाईँलाई ब्याकग्राउन्ड तपाईँको उसले के अरे डह्रो नै हुनु पऱ्यो। अब कतिले कन्ट्र्याक्ट बनाएको पनि पैसा लिन्छन् रे, के लिन्छन् रे भनेर भन्छन् होइन। अब तपाईँसँग पैसा छ, तपाईँ होइन कन्ट्र्याक्ट पनि बनाउनु सक्नुहुन्छ। तपाईँलाई अब त्यहाँ 5-6 महिना यसो बसेर खाँदा पनि दिक्कत हुँदैन, घरबाट पैसा पिलिन्छ, या यताबाट कमाएर लगेर चाहिँ त्यहाँ गर्न सक्नुहुन्छ भने ठिकै हो होइन। तपाईँ जानुहोस्, तपाईँले गर्नु सक्नुहुन्छ। होइन भने चाहिँ अब कतिको त अब फ्यामिली हुन्छ, घर पैसा पठाउनु पर्ने हुन्छ, त्यस्तो मान्छेको लागि चाहिँ गाह्रो हो फेरि। त्यही भएर यदि तपाईँ आउनुहुन्छ अब यहाँबाट अरू ठुल्ठुलो कन्ट्री गएर आफ्नो फ्युचर बनाउनु चाहनुहुन्छ, मेरो भविष्य पछि गएर राम्रो बन्छ भनेर चाहिँ सोच्नुहुन्छ भने होइन, आउनुहोस् होइन, नआउनुहोस् म भन्दिनँ। होइन भने म कमाउँछु, टन्नै कमाएर नेपाल फर्किन्छु, 1-1.5 लाख हुन्छ, 2 लाख हुन्छ भन्ने आउनु छ भने प्लिज होइन, आइएम सरी। म यस्तो कुरा मैले भनिरहेको छु होइन, मलाई प्लिज कमेन्टमा गाली चाहिँ नगर्नु होला। तँ चाहिँ यहाँ पो गइस् अनि अहिले चाहिँ यस्तो कुरा गर्छस् भन्नुहुन्छ होला। अब के गर्ने, सबैको आफ्नो आफ्नो भाग्यको कुरा हो होइन। अब मैले त अब म पनि आफै सुसीमा पनि काम गर्ने मान्छे हो। अब मेरो त तलब ठिकै पनि छ होइन। अब के थाहा, म पनि भविष्यमा यहाँबाट अरू ठाउँ जान्छु कि, त्यो अब यस्तो कुराहरू चाहिँ अब यसरी ओपनली भन्नु पनि हुँदैन होइन। त्यो फ्युचरको कुरा, त्यो पछिको कुरा हो होइन। तर मेनली पोइन्ट भन्दाखेरि कुरा चाहिँ यही हो होइन। तपाईँ यदि यहाँ, किनभने मैले आफ्नै आँखाले देखेको छु, हाम्रो 20 जना आएको साथीहरूमा कोही एग्रिकल्चरमा छिरे, कोही गार्डनरमा छिरे, उनीहरूको कति छ र यार, उनीहरूको छ 75,000 यानि नेपाली, सरी 2500 महिनाको है। अब कसैलाई 15 दिनमा दियो भने 1200 1250 दिन्छ। अब कसैलाई अब एकैचोटि दियो भने, अब हाम्रो गार्डनमा आएको दाइहरू हुनुहुन्छ होइन, उनीहरूलाई त अब महिनाको आधा त गरेर दिन्छ। अब तपाईँले लकले काम पाउनु भने पार्ट टाइम अब त्यही कम्पनी लगाइदियो भने अनि त्यो पनि ठिकै हो होइन, त्यो पनि ठिकै हो। अब पार्ट टाइम गएर अब त्यो पनि इलिगल हो होइन, पुलिसले समात्यो भने गयो फेरि। अब त्यसरी इलिगल गर्न सकिन्छ, तर सधैँभरि त्यही काम पाउँछ भन्ने पनि हुँदैन नि त। सधैँ पार्ट टाइम काम पाइन्छ, तर सेलेरी पनि आइरहेछ भन्ने पनि हुँदैन हो कि होइन। अब धेरै जस्तो साथीहरू होइन अब त्यस्तै गर्नुहुन्छ। अब मेरो एउटा अनि अर्को भाइहरू पनि, हामीसँग आएको भाइहरू पनि यति छेउछाउमा 1-1.5 किलोमिटर यहाँबाट होइन
यता फार्महरूतिर हुनुहुन्छ, एग्रिकल्चरमा हुनुहुन्छ, उनीहरूको पनि स्यालेरी महिनाको जब 2500, जब त नभनौँ होइन, जब त भन्नुहुन्न, सरी त्यसको लागि। उनीहरूको पनि 70,000 जस्तो नेपाली आउँछ, त्यसमा पनि 45% ट्याक्स काट्छ अरे के भन्थ्यो। अब उनीहरूलाई ठगेको त होला नि, अब हाम्रो ट्याक्स चाहिँ अब हाम्रो बसहरूले पनि दिनुहुन्छ होइन। अब उनीहरूलाई चाहिँ त्यस्तो किन गरेको भन्ने कुरा अब मलाई थाहा छैन होइन। तर उनीहरूको पनि 2500 आउँछ भनेर उनीहरूले मलाई अस्ति सुनाइरहेको हुन्छ। सो कुरा त्यही हो साथीहरू होइन, एक्सपेक्टेसन हाई लिएर नआउनु सबैजना। अब होइन सेफमै आउँछ उसमै आउँछ भन्ने पनि त छैन नि त। अब कति मान्छे होइन म गार्डनमा जान्छु, म एग्रिकल्चरमा जान्छु भनेर आउँछन्, तर त्यस्तो छैन क्या पैसा। त्योभन्दा यदि त्यति नै कमाउनु भने 50-60 हजार त तपाईँले त गल्फै कमाउनुहुन्छ नि त। यहाँ 7 लाख 8 लाख तिरेर आउँदाखेरि त्यो ऋण कहिले तिर्ने, त्यो पनि त सोच्नु पऱ्यो नि त। त्योभन्दा अरू गल्फमा 2, 2.5, 1.5 अहिले अब प्रायः जस्तो 1 अब 1.5 छ होइन, कति छ त्यो बुझेर गयो भने राम्रो हुन्छ। होइन भने म तपाईँहरूलाई होइन अब राम्रोको उसकै कुरा गर्नुहुन्छ। बाइ द वे मेरो फ्लाइट चाहिँ हो पछाडि होइन, यो दिगुल बुनात लेखेछ, यही हो हामी बस्ने घर चाहिँ होइन, यही हो फ्ल्याट चाहिँ होइन। अब यहीँ बसेर कुरा गरौँ होइन। म तपाईँहरूलाई मेरो फ्ल्याट चाहिँ देखाउँछु प्लिज साथीहरू होइन, अब भिडियोमा बनिरहनु होला। अनि अब कुरा त्यही हो, अब त्यही हो गल्फमा। अब तपाईँहरू यदि जानु चाहनु नै हुन्छ भने होइन, मैले चिनेको चाहिँ एउटा मेन पावर छ। मैले चिनेको भन्नाले पनि मलाई चाहिँ नेपालमा बेस्ट लाग्ने भनेको त्यो हो, किनभने त्यो चाहिँ एकदमै अथेन्टिक, फ्री भिजा, फ्री टिकट हो। त्यहाँ 1 रुपियाँ पनि लाग्दैन। वसुन्धराको भिजन एन्ड भ्यालु, तपाईँलाई त्यहाँ कोही पनि बिचौलिया हुँदैन होइन। त्यहाँबाट मेरो साथीहरू पनि धेरै गइसक्यो होइन। मैले चिनेको भन्नाले नि म पनि गएको थिएँ त्यहाँबाट, मैले प्रोसेस पनि गरेको थिएँ होइन। मेरो काम पनि भएको थियो, तर मलाई भाग्य डोराएर यहीँ ल्याउनु रहेछ, म यतै आएँ। त्यो चाहिँ बेस्ट भन्दा पनि बेस्ट लाग्यो। तर तपाईँको 1 रुपियाँ खर्च हुन्छ न केही, तपाईँसँग पढेको सर्टिफिकेट छ भने त्यो लिएर जाँदा यति अति नै उत्तम होइन। त्यहाँ काउन्सिलर सरहरू हुनुहुन्छ, उहाँले राम्रोसँग सम्झाउनुहुन्छ होइन। तपाईँले फेसबुकमा पनि भिजन एन्ड भ्यालु भनेर लेख्नुभयो भने त्यहाँ मान्छे पठाएको उयोहरू धेरै कुराहरू देख्नुहुन्छ होइन। मैले जति पनि अब मलाई चिन्नुहुन्छ मान्छेहरू होइन, मैले उहाँहरूलाई पनि धेरै सजेसन दिएको छु। आफ्नो मेरो भाइ बहिनीहरूलाई पनि मैले त्यही मेन पावरकै बारेमा सजेसन दिन्छु, किनभने मलाई अहिलेसम्म लागेको बेस्टै त्यही हो नेपालभरिमा, पुरै नेपालमा होला 4-5 वटा छ, 4-5 वटामा पनि त्यो टपमै पर्छ क्या त्यो होइन। यो कुरा गरौँ, यो कुरा सक्यो। अब कुरा यही हो होइन। तपाईँहरूलाई मैले यथातन्त्र खोलेर भनिदिएँ होइन। अब तपाईँहरू गाली दिनुहोस् के गर्नु, यथार्थ चाहिँ यही हो। यदि तपाईँहरू होइन यहाँबाट अर्को कन्ट्री गएर जानु सक्नुहुन्छ आउँदा ठिकै हो, होइन भने चाहिँ नआउँदा हुन्छ। किनभने त्यत्रो पैसा पे गरेर यहाँ आउनु चाहिँ अलिकति सोचेरै आउँदा राम्रो हो जस्तो लाग्छ होइन। अब फेरि नेपालतिर अझै एउटा हल्ला के फैलेछ भन्दाखेरि यहाँ सप्लाई कम्पनीले धेरै पैसा दिन्छ, सप्लाईले थोरै दिन्छ, कम्पनीले धेरै दिन्छ भन्ने खालको नि हल्ला रहेछ है। त्यस्तो केही होइन साथीहरू, चाहे सप्लाई होस् चाहे डाइरेक्ट होस् होइन, सबै उस्तै हो। र रोमानियामा प्रायः जस्तो 95% कम्पनी चाहिँ तपाईँको सप्लाईबाट हुन्छ। हो हामी पनि सप्लाईबाट नै हो, तर हामीलाई त खोइ फ्ल्याट पनि राम्रै दिएको छ, खाना बस्न पनि राम्रो दिएको छ, नराम्रो पनि होइन, धेरै राम्रो पनि होइन होइन। तर हाम्रो साथीहरू जुन डाइरेक्ट कम्पनीमा आएको थियो उनीहरूको स्यालेरी चाहिँ हल्का कम छ, तर उनीहरूको चाहिँ एकदम A1 नै हो। हाम्रो चाहिँ A1 नभनौँ, A1 भन्दा हल्का, तर त्यस्तो घटिया त्यस्तो थर्ड क्लास भन्न चाहिँ मिल्दैन है। दामी छ हाम्रो पनि बस्ने त्यो। अनि कोही सप्लाई कम्पनीमा आएर पनि कतिले भन्छ नि त सप्लाईमा आएर अब कमाइ हुँदैन, कम्पनीमा डाइरेक्ट कम्पनीमा पनि हुँदैन, सप्लाईमा पनि हुँदैन, त्यो आफ्नो लकको कुरा हो होइन। यदि तपाईँ कुनै म्यानुफ्याक्चरिङ कम्पनीमा आउनुभयो होइन, अब तपाईँले यदि आउनु नै चाहनुहुन्छ भने गार्डन सान्डाइरनमा होइन नआउनुहोस्, एग्रिकल्चरमा नआउनु सक्नुहुन्छ भने तपाईँ म्यानुफ्याक्चरिङ कम्पनीमा आउनुहोस् कि एटलिस्ट तपाईँको त्यहाँ अब महिनाको 2500 छ भने स्यालेरी, तपाईँको ओटी चलेर त तपाईँको 3000, 3500, 4000 त आउँछ नि त ओके। मैले प्रायः जस्तो 4000 त नहोला, 3000, 3500 त तपाईँको आइहाल्छ नि होइन। त्यही हो। अब यदि रोमानिया नै तपाईँहरूलाई आउन छ भने चाहिँ म चाहिँ सजेस्ट यति नै गर्न चाहन्छु, म्यानुफ्याक्चरिङमा आउनुहोस्। म्यानुफ्याक्चरिङमा तपाईँको ओटी चलिरहेको हुन्छ होइन। काम त सबै त्यस्तै हो। अब हाम्रो होटेलमा काम गर्नेलाई पनि इजी छैन,
13-14 घन्टा नन स्टप गर्नुपर्छ। त्यही भएर चाहिँ मैले भने कि जो गल्फमा हुनुहुन्छ होटेलहरूमा कतिहरू चाहिँ 80-90 हजार कमाइरहेको हुन्छ होइन, ए रोमानिया जाने यस्तो उस्तो भनेर त्यहाँ त लाख कमाउँछ 1.5 लाख कमाउँछ भनेर आउँछ। हो कमाइन्छ, लाख पनि कमाइन्छ 1.5 लाख पनि कमाइन्छ होइन, तर उहाँको भन्दा डबल ट्रिपल जस्तै काम हुन्छ क्या यहाँ, डबल ट्रिपल जस्तै हुन्छ। अब उहाँ भने त यसो डिपार्ट छुट्टाएको हुन्छ होइन, हरेक कुरा सजिलो हो। अब प्रायः जस्तो अब इन्डियनहरू नै नेपालीहरू नै हाम्रो एसियनहरू हुन्छ, हिन्दीमा बोल्दा पनि चल्छ, हल्का इङ्ग्लिस बोल्दा पनि चल्छ। प्रायः जस्तो हिन्दी अब नेपाली बङ्गाली छ भने, अब श्रीलङ्कनहरू छ भने होइन, अनि अब पाकिस्तानी छ भने, इन्डियन छ भने होइन, हिन्दी त बुझिहाल्छ नि, बोलिन्छ नि त। यहाँ त्यस्तो होइन कि, यहाँ त यहीँको भाषामा बोल्नु पऱ्यो। ल्याङ्ग्वेज पनि एउटा सबभन्दा ठुलो र गाह्रो कुरा हो क्या देशमा होइन, यो विषयमा पनि हामीले कन्सिडर गर्नुपर्छ। तर धेरै जस्तो मान्छेहरू चाहिँ अब धेरै जस्तो मान्छेहरू चाहिँ अब सजिलो छ यो छ भनेर आउनुहुन्छ र यहाँ पछि टाउको समात्नुहुन्छ क्या। अब कति होइन सेफ लेभलमा पनि उहाँ इन्डियामा अब दुबईतिर काम गरिरहेको हुन्छ होइन, म सेफ लेभलको मान्छे हो होइन, सेफ लेभलमा काम गरेको हुन्छ। अब भाँडा धुनु त्यति रुचाउँदैन होइन, सबैलाई भन्न खोजेको होइन मैले, तर पनि अब यहाँ आएपछि तपाईँले भाँडा धुनेदेखि लिएर तलदेखि लिएर माथि सबै गर्नुहुन्छ होला। अब सायद ठुल्ठुलो होटेलमा सायद अब छैन होला होइन, तर हाम्रो अब यहीँ छ। अब 4 स्टारमा पनि हाम्रो केटाहरू काम गर्छ होइन, अब कोही अब रुम सर्भिसवाला पनि छ भने उसलाई अब किचनमा मान्छे होइन, किचनमा गएर भाँडा मान्छे दिनुपर्ने हुन्छ, त्यस्तो छ क्या यहाँ। अब भिडियो चाहिँ सायद लामो भयो होला साथीहरू होइन, प्लिज अब त्यसको लागि चाहिँ नगर्नु। मैले यथार्थ के अरे यहाँको यथार्थ भन्न खोजेको मात्र हो होइन। सो त्यही हो, काम यहाँ गाह्रो छ होइन, परिश्रम गर्नेलाई पैसा पनि छ, तर हरेकलाई पनि छैन परिश्रम गर्नेलाई। यहाँ अब यहाँको स्थिति त्यस्तै हो होइन, मान्छे यहाँबाट अब अर्को ठाउँ जान चाहन्छ भने चाहिँ उनीहरूलाई चाहिँ राम्रै हो होइन, भने चाहिँ अब त्यही हो। हजुरहरू विचार्नुहोस् होइन, आउनु चाहनुहुन्छ भने त्यही पनि आउनुहोस्, अब छैन भने अब तपाईँहरूको खुसीको कुरा हो होइन, मैले के भने। सो यति भन्दै आजलाई म चाहिँ बिदा माग्न चाहन्छु। लगभग सायद अब 9 त बजिसक्यो होला, 9:15 कति बज्न लाग्यो। सो यति भन्दै आजको ब्लग चाहिँ यहाँ एडिट गरौँ होइन। अब म रुम देखाउँछु होइन हजुरहरूलाई माथि गएर, त्यसपछि म हजुरहरूसँग बाई गर्छु है। ल पहिला यसरी छोएर चाबी खोल्ने, ढोका खोल्ने, बाहिर उज्यालो भित्र अँधेरो भइसकेको छ। हाम्रो रुम चाहिँ मेरो छुट्टी थियो। ल हाम्रो रुम चाहिँ हाम्रो किचन रुम चाहिँ यहाँ छ। मेरो छुट्टी हो आज 8 घन्टा हो, 10 घन्टा सरी। यो खोल्ने चाहिँ कसरी हो यार, यस्तो डेन्जर पारेर लक लगाइदिन्छ नि। रुम चाहिँ यो हो हाम्रो। ल साथीहरू, अब रुम चाहिँ यो हो। एकजना साथीको बेड चाहिँ त्यो राखेको छ, अब आएको छैन होइन, अनि केटाहरूले कपडा कता कता टाँगेको छ। ल साथी अब यति भन्दै होइन आजको भ्लग चाहिँ अब यहीँ एडिट गर्नु पऱ्यो। ल यति भन्दै अनि आजको भ्लग चाहिँ अब यहीँ आज समाप्त गर्नु पऱ्यो, किनभने भ्लगको टाइमिङ पनि धेरै लामो भइसकेको छ। सो यति भन्दै बाई बाई साथीहरू, गुड नाइट।